2 लाख बस्यो 1 लाख वन समितिले दिन्छ 1 लाख हामीहरू प्रतिनिधिले उठाइदिन्छौँ 5 जना पेरमा गुमारी मिना हामी जुन सक्यो भाद्रा ल योबाट अगाडिपट्टि कि नपट्टि पुरा क्लियर गर हो कि हैन पुरा क्लियर गर 1 लाख हामी तिर्छौँ जसरी पनि तिर्छौँ यो क्लियर गर्न हाम्रो कार्यकालमा सकिन्छ हाम्रो टोलीबाट के तर के दिन भोलि बिहान जस्तै मानौ एउटा सुन्नु न तपाईँ माओवादी भान्जा माओवादी उहाँ माओवादी अथवा उहाँहरू घन्टीहरूमा हुनुहुन्छ लिस्ट पनि छ यहाँ होइन क्लियर कुरा भोलि बिहान गन्ने बेला घन्टीका जस्तै हामीहरू मानौ एउटा कुरा हामीले गनेका छौँ त जस्तै 100 भोट गने आउँला 100 मा 20 आयो केही भएन क्या 100 मा 100 आयो भने त्यो पैसा फिर्ता हुन्छ त्यसले तिर्छौँ गन्टीवालाले पैसा तिर्छौँ क्या होइन क्लियर छ नि त कुराकानी अनि त्यसो रुखवाला हामीले गने आउँला जस्तै 100 हुनु रुखवालामा 200 आयो त्यही रुखवाला तिर्छ त्यही रुखवाला होइन उसले तिर्छ पैसा होइन क्लियर कुराकानी हो कि होइन माओवादीवालाले जस्तै के छ भने त्यो पैसा तिर्ने भयो क्या अब उनीहरूको नआयो भने जे पनि होस् आयो भने तिर्नु त्यो सक्यो किनभने यो कुरा हामी क्लियर के छ प्रतिक्रिया लखन थापाले दिन्छ भने फेरि उहिले हाल्नु है भोट एकदम तपाईँ सही होइन लखन थापाले दिन्छ भने उहिले हाल्नु है भोट हामी एक साथ देखाइहाल्छौँ पार्टी यस्तो सबै हो कि होइन हो कि होइन हामीहरूको टोलबाट अहिले मानौ घन्टी उसले देखाएको छ होइन यसलाई कायम गर्ने जिम्मा हाम्रो होइन यसलाई हामी कायम गर्छौँ अलि माथिबाट बाबुहरू पनि उनीहरूलाई तपाईँहरू सबैले गर्नु पर्यो अलि माथि मेरो कुरा अलि माथि अर्को त्यस्तै गर्दै सबैले आफ्नो टोलबाट गर्दै रमन भन्छ घन्टी पाए अनि त्यसपछि अरू को चाहिँ घन्टी पाए उनीहरूलाई एजेन्डा पठाउने मोबाइल लग्थ्यो नि फेरि त मोबाइललाई खिच्नु सुन्नु न मेरो कुरा सुन्नु पहिला म पनि योजनाकार खतरा हो क्या त्यसले त्यहाँबाट उहाँबाट घन्टीमा उमा के गरे त्यो मानौ कुरा जसले पैसा दिएको छ मानौ रुके होला सूर्य होला उहाँले भिडियो लिएर देखाउने क्या हामीलाई भोलिपल्ट साँझ 5 बजीभन्दा पछाडि मैले यी हालेँ भने त्यो त देखिन्छ त भिडियो होइन यदि त्यो आएन भने त पैसा फेरि के हुनु जोल छ उ जग्गा हुन्छ सम्झौता गरेको थियो कि सम्झौता गर्थ्यो एजेन्डा बसाल्ने उहाँलाई फेरि घन्टीबाट है घन्टीबाट बहाल्ने कुरा क्लियर छ है मेरो कुरा अनि त्यो बहाल्ने भोलि बिहान साँझ 5 बजे पछाडि 6 बजे उहाँहरूले मोबाइलमा खिचिन्छ भने 74 को कति 79 को चुनावमा टेकालाई मैले बसेर ल्याउनु कहाँबाट ऊबाट के गरे केशव अनि त्यो डिबीलाई भोट हाल्यो उसले भिडियो मलाई देखायो फोटो खिचिन देखायो मैले के गर्छ भने देखाएर राखेको पुरा क्लियर छ क्या आएन भने पैसा फिर्ता गर्ने कस्तो मेरो कुरा होइन उतिकै साँझो कुरा आधी घन्टा पछि हेर्नु नि भिडियो तपाईँले हेर्नु होला उहाँले हेर्नु होला के छ सम्मत गर्ने के गर्नु पर्यो भोलि गोपीराम दाइले अथवा किमन दाल भन्ने कागज गरौँ तर मानौँ एउटा कुरा लखनले ल्याउँछ नि लखनलाई गरौँ है फेरि है यो कुरा क्लियर छ है लखन ल्याउँदैन केही छैन क्या नै हुन्न त्यो त नै त्यो नै हामीले